एउटा बिगिनर एस्पाइरेन्टले आन्सर राइटिङ कसरी राम्रो छ? एउटा बिगिनर एस्पाइरेन्टले सबैभन्दा पहिलो के गर्नुपर्ने हुन्छ, तपाईँ सुरुवातीमै एउटा च्याप्टर सकाउनु भयो भने त्यो च्याप्टर रिलेटेड एउटा सानो सानो हैन परिचय, अवधारणा, महत्त्व, विशेषता, त्यस्तो सब्जेक्टहरू के गर्नु, त्यस्तो क्वेसनहरू के गर्नुहुन्छ प्र्याक्टिसमा ल्याउन सक्नुहुन्छ। जुन 2 मार्क 3 मार्क 4 मार्कमा सोध्ने गरिन्छ, म्याक्सिमम 5 मार्कमा सोध्ने गरिन्छ। त्यो क्वेसनको के गर्नुपर्छ, तपाईँले एन्सर लेख्नुपर्छ। कस्तो कपीमा त, जुन लोकसेवाको फर्मेट जुन कपी हुन्छ त्यही कपी लिएर, जुन पेनले तपाईँ लोकसेवामा लेख्नुहुन्छ एन्सर राइटिङ, त्यही लिएर प्र्याक्टिस गर्नुहोस्। 2 मार्क 3 मार्क 4 मार्क 5 मार्कको म्याक्सिमम टाइम भित्रै कोसिस गर्नु लेख्नलाई। त्यो च्याप्टरबाट तपाईँ सबै क्वेसनको प्रिपरेसन गरिसक्नुहुन्छ, प्र्याक्टिस गरिसक्नुहुन्छ भने नेक्स्ट च्याप्टर पल्टाउनुहोस् र नेक्स्ट च्याप्टर पनि तपाईँ त्यही अनुसार गर्दै जानुहोस् र पहिलो च्याप्टरको रिभिजन पनि गर्दै जानुहोस्, या कि पहिलो दोस्रो च्याप्टरको मिक्स एक्सर्साइज गर्दै जानुहोस् 2 मार्क 3 मार्कको। त्यसरी क्वेसन लेख्दै जाँदाखेरि त्यस सम्बन्धी, त्यो टपिक सम्बन्धी तपाईँले त्यसको अवस्था कस्तो छ, त्यसको लागि व्यवस्था, त्यो सब्जेक्टको लागि, त्यो विषयको लागि के व्यवस्था गरेको छ, त्यो च्याप्टरमा कुन विशेषता छ, व्यवस्था के छ, त्यो याद गर्नुपर्ने हुन्छ र त्यो कोसिस गर्नु होला उल्लेख गर्नलाई त्यो एन्सर राइटिङमा। त्यसरी नै नेक्स्ट च्याप्टर गर्दै जानुहोस् र सानो सानो क्वेसनहरूको एन्सर लेख्दै जानुहोस्। र एन्सर लेख्दै जाँदाखेरि तपाईँ के गर्न सक्नुहुन्छ, जुन प्रिभियस इयर क्वेसन छ, प्रिभियस इयर्समा जुन सोधेको क्वेसनहरू छ त्यसबाट पनि टुक्रा गरेर निकाल्नुहोस्। 10 मार्कको क्वेसन, 5 मार्कको क्वेसन, 4 मार्कको क्वेसन, 3 मार्कको क्वेसन, 2 मार्कको क्वेसन, तपाईँले प्रिपरेसन गर्दै गरेको जुन सब्जेक्ट छ, जुन टपिक छ, जुन च्याप्टर छ, त्यसबाट कुनै क्वेसन सोधेको छ भने मजाले त्यो क्वेसन पनि सँगसँगै प्र्याक्टिस गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँ के गर्न सक्नुहुन्छ, लामो क्वेसनहरू 10 मार्कको क्वेसन, 5 मार्कको क्वेसन, 8को क्वेसन, 7 मार्कको क्वेसन, 6 मार्कको क्वेसन प्र्याक्टिस गर्न सक्नुहुन्छ। त्यसबाट के हुन्छ, तपाईँलाई टाइम पनि व्यवस्थापन हुँदै जान्छ इन्टरनली। तपाईँ टाइम अनुसार नलेखे पनि तपाईँलाई के हुन्छ, त्यसमा प्र्याक्टिस गर्दै गयो भने तपाईँको अक्षर पनि सुधार हुँदै जान्छ। तपाईँको जुन शब्द युज गर्नुपर्ने, संवैधानिक शब्द, कानुनको शब्द, कसैको भनाइ, त्यो शब्दहरू पनि संलग्न हुँदै जान्छ र तपाईँको टाइम पनि इन्टरनली म्यानेज हुँदै जान्छ कि हो मलाई यो 5 मार्कको क्वेसन यति मिनटमा लेख्नुपर्ने, 7 मार्कको क्वेसन यति मिनटमा लेख्नुपर्ने, 8 मार्कको क्वेसन यति मिनटमा लेख्नुपर्ने र तपाईँलाई जुन निर्धारित टाइम दिएको हुन्छ लोकसेवाले त्यो अनुसार तपाईँ लेख्न सक्नुहुन्छ। त्यसपछि तपाईँ के गर्न सक्नुहुन्छ, एउटा खण्डको, जस्तै लोकसेवामा ए खण्ड, बी खण्ड, सी खण्ड, डी खण्ड जस्तै सोधिन्छ हैन, या कि 3वटा खण्ड सोधिन्छ भने एउटा खण्ड पुरै प्रिपरेसन गरेर तपाईँ त्यो खण्डको के गर्न सक्नुहुन्छ, प्रिपरेसन गर्न सक्नुहुन्छ र एन्सर राइटिङ गर्न सक्नुहुन्छ। त्यो पनि निर्धारित समयमा, जस्तै खण्ड एबाट 4वटा क्वेसन या 5वटा क्वेसन, 6वटा क्वेसन 20-30 मिनट, 45 मिनट, 40 मिनट, 35 मिनटको छ भने त्यो निर्धारित समयमा तपाईँ त्यो खण्डको क्वेसन लेख्नुहोस् र सिनियरलाई चेक गर्न दिनुहोस्, गुरुवर्गलाई चेक गर्न दिनुहोस्, या कि साथीभाइ, जुन साथीभाइ छ, सिनियर साथीभाइहरू छ, पहिलेदेखि प्रिपरेसन गर्दैछ या सँगसँगै प्रिपरेसन गरिरहेछ भने पनि तपाईँ उहाँहरूलाई दिएर आफ्नो मूल्याङ्कन गर्न सक्नुहुन्छ मजाले। त्यसपछि खण्ड बी सँगसँगै पनि त्यसरी नै खण्ड ए सँगै मिक्स गरेर खण्ड बी पनि कन्टिन्युस गर्न सक्नुहुन्छ। अब त्यसमा खण्ड बी को टाइम जति जोडिएको छ, 35 मिनट, 40 मिनट, 45 मिनट या 1 घन्टा जोडिएको छ भने खण्ड बी को लागि पनि त्यो संलग्न गर्दै खण्ड ए को पनि र बी को पनि अब सँगसँगै प्रिपरेसन गर्नुपर्ने हुन्छ, एउटा गरेर हुँदैन। अब त्यसरी नै खण्ड सी पनि त प्रिपरेसन गर्दै हुनुहुन्छ भने खण्ड सी पनि ए बी सी सँगै गर्दै लानुपर्छ र लास्टमा तपाईँले के गर्न सक्नुहुन्छ, एउटा निर्धारित क्वेसन प्याटर्नमा बसेर, जुन समय हुन्छ त्यो समयभित्र बसेर तपाईँ लेख्न सक्नुहुन्छ र त्यो पनि लेखेको के गर्न सक्नुहुन्छ, सिनियरलाई मूल्याङ्कन गर्न दिनुपर्ने हुन्छ। या कि मक टेस्टहरू भइरहेको छ भने त्यो निर्धारित समयमा बसेर निर्धारित टाइम पिरियडमा तपाईँले मक टेस्टहरू दिइराख्नुपर्छ टाइम टु टाइम, या विकलीमा 2 चोटि 3 चोटि दिनुभयो भने पनि धेरै राम्रो। त्योभन्दा पनि के विकली डेली आफै नै रुममा पनि टाइम भित्र बसेर, टाइम जुन दिएको हुन्छ त्यो भित्रै बसेर पनि रुममै प्रिपरेसन गर्दा पनि भयो, या लेखेर कुनै साथीलाई, सिनियरलाई
चेक गर्न दिए पनि त्यसपछि तपाईँ के गर्न सक्नुहुन्छ, लेख्दै जाँदाखेरि एन्सर राइटिङ लेख्दै जाँदाखेरि तपाईँको अक्षरमा पनि निखार आउँछ र शब्दमा पनि जुन हुनुपर्ने लोकसेवाले माग गरेको हुन्छ त्यो अनुसार लेख्न सक्नुहुन्छ। यस्तै भिडियोहरूको लागि हाम्रो युट्युब च्यानलसँग बनिरहनु होला। धन्यवाद।